गर्न सके नेपालमै बसेर कृषि पेसाबाट विदेशको भन्दा लोभलाग्दो कमाइ गर्न सकिन्छ। यसैका उदाहरण बन्नुभएको छ अछाम कमलबजार नगरपालिका वीरपतका किसान झङ्करबहादुर साई। नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष समेत रहनुभएका उहाँले 20 क्विन्टल लसुन, 15 क्विन्टल प्याज र 50 क्विन्टलभन्दा बढी आलु उत्पादन गर्नुभएको छ। नौगटे कृषि तथा पशुपक्षी फर्म र यहाँका किसान दाजुभाइले उत्पादन गरेको लसुन आज हामी बजारीकरण गर्दैछौँ। यहाँ धमाधम यसरी बोक्ने काम भइरहेको छ। अछामका एक किसान 3 लाखभन्दा बढीको लसुन, 2 लाखभन्दा बढीको प्याज मात्र उत्पादन गर्नुभएको छ। कमलबजार नगरपालिका वडा नम्बर 6 वीरपत नौगाटेका किसान झङ्करबहादुर साईले मकै गहुँबारी मासेर लगाएको आलु खेतीबाट मात्रै वर्षेनी 5 लाखभन्दा बढी आम्दानी हुने बताउनु भएको छ र उहाँले 2068 सालमा सञ्चालन गरेको नौगाटे कृषि तथा पशुपक्षी फर्मबाट मात्रै वर्षेनी 15 देखि 20 लाखको आम्दानी गर्दै आउनुभएको छ। उहाँ कृषिसँगै राजनीतिमा पनि संलग्न हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, राजनीति भनेको पेसा होइन, देश र जनताको निस्वार्थ सेवा हो। उहाँ विगत 20 वर्षबाट समाजसेवा र कृषि पेसामा संलग्न हुनुहुन्छ। उहाँले तरकारीमा पर्ने हरेक चिजहरू उत्पादन गर्नुहुन्छ, जस्तै आलु, प्याज, टमाटर, भान्टा, खुर्सानी, मुला, गाजर, लसुन, काँक्रा, फर्सी, सिमी, बन्दाकोपी, काउली लगायतका तरकारी विषादी बिना नै उत्पादन गर्नुहुन्छ। उहाँले तरकारीसँगै बाख्रा पालनबाट मनग्गे आम्दानी गर्नुहुन्छ। वर्षेनी बाख्रा पालनबाट मात्रै 3 देखि 5 लाखसम्मको आम्दानी हुने उहाँले बताउनुभयो।